लगभग चीनले नेपाललाई अन्तिम चेतावनी दिएको छ। त्यहाँ प्रयोग गरेका भाषा, चिनियाहरूले गरेको विश्लेषण र नेपालको शासक वर्ग, इन्डो पश्चिमाहरूको सुराकी एजेन्ट र एउटा आततायी जत्थाको रूपमा काम गर्दै आएको यहाँको जो शासक वर्ग हो त्यसले देशलाई कुन बिन्दुमा पुर्याएको छ भन्ने कुरा प्रष्ट रूपमा त्यहाँ बुझिन्छ। अब यी व्यक्तिको जुन लेख आएको छ फु यु हाई नामबाट, मैले बुझे अनुसार, केही सामान्य स्रोतबाट मैले जानकारी पाए अनुसार यो उनको लेखकीय नाम हो, तर व्यक्ति हुन् चिनिया विदेश मामिला सम्बन्धी उच्च स्तरीय अधिकारी। उनको यो वास्तविक नाम होइन। लेखहरू लेख्दाखेरि यिनले यही नामबाट लेख्ने गरेका छन्, तर चीनको अन्तर्राष्ट्रिय मामिला हेर्ने उच्च स्तरीय एकजना अधिकारी हुन् भन्ने कुरा मैले बुझेको छु। मैले अलिकति यो जो लेखको छ यसको चाहिँ संकेत के हो भन्ने कुरामा जानुभन्दा अगाडि निकै गम्भीर रूपमा उठाएका केही मुद्दाहरू, उनले जे टिप्पणी गरेका छन् त्यहाँ, म तिनलाई अलिकति सविस्तार यहाँ जानकारी गराउँछु यहाँहरूलाई। कृपया यो भिडियोलाई जो नेपालीहरूले देश चाहन्छन्, जो नेपालीहरू देशप्रति चिन्तित छन्, उनीहरूले गम्भीरतापूर्वक र ध्यान दिएर सुन्नुपर्ने विषय हो यो भन्ने मलाई लागेको छ। किन भन्छ भने चिनियाहरू सिटिमिटी बोल्दैनन्। जस्तो चिनियाहरूको कूटनीति यहाँहरू सबैलाई थाहा छ, हामी सामान्य देखेका छौं कि आफैमाथि ठुलै प्रहार कसैले गर्यो भने पनि बिझाउने भाषा प्रयोग नगर्ने मान्छेहरू चिनियाहरू। तर यो लेख अनौठो छ। मैले चिनियाहरूको इतिहास हेर्दा, उनका प्रस्तुति अहिलेसम्म हेर्दा यसलाई मैले अत्यन्तै गम्भीरतापूर्वक अनौठो रूपमा लिएको छु। म पहिले त्यसको सार, त्यो ड्र्यागन मिडियामा माथि जो सार निकालेको छ, जुन कुरा तल लेखमा उल्लेख गरिएका छन्, म त्यसलाई छोटकरीमा सुनाउँछु, एक वाक्य मात्रै। उनले लेखेका छन्, फु यु हाईले लेखेका छन्, चीनको धैर्यता समाप्त भएको छ, मित्रता रोज्नुहोस् र सम्मानपूर्वक बाँच्नुहोस्। शब्द सुन्नुहोस्, मित्रता रोज्नुहोस् र सम्मानपूर्वक बाँच्नुहोस्, वा कपट रोज्नुहोस् र इतिहास निर्दिष्ट परिणाम भोग्नुहोस्। तेस्रो विकल्प छैन। उनले भनेका छन्, या चाहिँ जो गलत बाटो योजनाबद्ध हिँडिरहेका छौ त्यहाँबाट पछि हट, वा यसबाट निस्कने जे परिणाम हो त्यो भोग्न तयार हो। इतिहास निर्दिष्ट परिणाम भनेका छन्। तिमीले इतिहासदेखि जे गर्दै आएका छौ यसको नतिजा भोग्न तयार हौ। अब तेस्रो बाटो छैन, त्यो बन्द भयो भन्ने उनको निष्कर्ष छ। अब यो प्रसंग कहाँबाट आयो भन्छ भने, यही जनवरी 29 तारिकका दिन स्वतन्त्र तिब्बतका एकजना अभियन्ता, दलाई लामाका मान्छे जोनाङ ग्याल्छप रिम्पोछे भन्ने व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडले दिल्लीबाट, र उनी केही कार्यक्रम सहित यहाँ आएका थिए। तर यसपटक के भयो भन्छ भने विमानस्थलमा सरकारी स्तरमा स्वागत भयो। सरकार मौन रहेको छ, विरोध वा रोक्ने केही पनि गरेन। तर त्यहाँ प्रहरी लगायतका मान्छेहरू त्यो स्वागत हेर्ने हो भने एक चीन नीति भनेर जो एउटा पाखण्ड नेपालको शासक वर्गले देखाउँदै आएको छ त्यसलाई औपचारिक रूपमा यिनीहरूले विदाई गरेको प्रष्ट त्यहाँ देखिन्छ।